सम्पूर्णमा नमस्कार। म विष्णु भक्त तिमिल सेना। मैले आज आफूले जानेका केही कुराहरू यहाँहरू समक्ष सेयर गर्दैछु। म पनि धेरै जान्ने भएर होइन, आफूले सिकेका कुराहरू सङ्घर्ष गर्दाको फेजमा चरणमा सिकेका कुराहरू के सेयर गर्दैछु, जसले गर्दा सबैलाई सहज होस् भन्ने उद्देश्यले मैले सानो भिडियो बनाएको छु। अहिलेको युग भनेको एआई को युग हो, आर्टिफिसियल इन्टेलिजेन्ट, कृत्रिम बुद्धिमत्ताको युग हो। अब यो युगमा सबैजनाले एआई चलाउन जान्नै पर्छ र आफूले नजानेका कुराहरू केही कुरामा अस्पष्टता भयो हामी डाइरेक्ट सोध्न सक्छौँ र राम्रोसँग एआईलाई हामीले प्रम्प्ट दिन सक्यौँ भने, निर्देशन दिन सक्यौँ भने एआईले राम्रो रिजल्ट दिन्छ र हामीले हरेक कुरा क्ल्यारिफाई गरिदिन्छ। त्यसैले हामी सबैले एआई जान्नै पर्छ। र म आज कोपाइलट, यो एआई एकदमै राम्रो छ। हामीले पहिला च्याट जिपिटी, जेमिनाई प्रयोग गर्थ्यौँ, त्यसको सट्टामा यो कोपाइलट आएको छ र तिनी एप्सहरू पनि एआई टुल्सहरू एकदमै राम्रो छ। तर पनि अहिले मलाई एकदमै यो कोपाइलट एआई एप्स एकदमै राम्रो लाग्यो यो टुल्स, त्यही भएर मैले यसको बारेमा केही कुरा सेयर गर्दैछु। एआई टुल्स सम्बन्धी केही कुराहरू जानकारी गराउँदैछु र प्रायःजसोले जेमिनाई, च्याट जिपिटी चलाइराख्नु भएको छ। तिनीहरू पनि एकदमै राम्रो छन् र तिनीहरू भन्दा पनि अहिले लेटेस्ट चलेको एआई टुल्स एप्लिकेसन कोपाइलट रहेको छ। कोपाइलट एकदमै राम्रो छ। यो हामीले राम्रोसँग यसको प्रयोग गर्न सक्यौँ भने धेरै फाइदा लिन सकिन्छ। अब भने म कोपाइलट कसरी चलाउने भन्ने कुरा, केही आफूले जानेको कुरा सेयर गर्दैछु। अरू एआई टुल्सहरू युज गरे जस्तै हो यो पनि। यसमा सर्वप्रथम हामी गुगल क्रोममा जान्छौँ। गुगल क्रोममा गइसकेपछि यहाँ सर्च बार देखिनेछ। सर्च बारमा हामीले लेख्नुपर्ने हुन्छ, सर्च बारमा कोपाइलट भनेर लेख्नुपर्ने हुन्छ, COPILOT कोपाइलट। कोपाइलट हामीले टाइप गऱ्यौँ भने त्यहाँ कोपाइलट धेरै लेखेको यहाँहरूले देख्न सक्नुहुनेछ र मैले सुरुमा कोपाइलट लेखेँ र त्यसपछि कोपाइलट एआई लेखेको छ। त्यसमा मैले सर्च गरेँ र सर्च गरिसकेपछि यस्तो इन्टरफेस देखिनेछ।